नेपालमा फेरि राजतन्त्र फर्काउने चर्चा बढ्दो छ। राजा आऊ देश बचाऊ भन्ने नारा गुन्जिरहेका छन्। धेरै नेपालीहरू अहिलेको राजनीतिक अवस्था देखेर निराश छन्। अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। तर के साँच्चै राजतन्त्र फर्काउन सम्भव छ? यदि सम्भव छ भने यसका लागि के गर्नुपर्छ त? आउनुहोस् आजको यस भिडियोमा यी सबै पक्षहरूको बारेमा विश्लेषण गरौँ। राजा ज्ञानेन्द्र वीरविक्रम शाह नेपालको इतिहासमा 2 पटक राजा भएका एकमात्र व्यक्ति हुन्। उनको जन्म विक्रम सम्वत 2004 असार 23 गते काठमाडौँमा भएको थियो। पहिलो पटक विक्रम सम्वत 2007 मा उनका हजुरबुवा राजा त्रिभुवनले परिवारसहित भारतमा शरण लिएपछि राणा शासकहरूले 3 वर्षीय ज्ञानेन्द्रलाई राजा घोषणा गरेका थिए। दोस्रो पटक विक्रम सम्वत 2058 मा दरबार हत्याकाण्डपछि उहाँ पुनः राजा बन्नुभयो। विक्रम सम्वत 2058 जेठ 19 गते नारायण हिरी दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी यशोरा लगायत राजपरिवारका धेरै सदस्यहरूको मृत्यु भयो। यस घटनापछि विक्रम सम्वत 2058 जेठ 22 गते ज्ञानेन्द्र शाहलाई दोस्रो पटक राजा घोषणा गरियो। तर उहाँको शासनकालमा राजनीतिक अस्थिरता बढ्दै गयो, जसका कारण विक्रम सम्वत 2062-63 को जनआन्दोलन भयो। यो राजा हुन्जेलसम्म नेपालमा पूर्ण प्रजातन्त्र हुँदै हुँदैन। यस आन्दोलनपछि विक्रम सम्वत 2063 मा संसद पुनर्स्थापना भयो र विक्रम सम्वत 2065 जेठ 15 गते संविधान सभाले गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गर्यो। शाह वंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। An international study has shown that corruption is on the rise in Nepal. Serious charges of corruption, charges which reached the Prime Minister's doorstep. नेपालमा गणतन्त्र आएको 17 वर्ष भइसक्यो र यी 17 वर्षभित्र नेपालमा 13 वटा सरकार परिवर्तन भइसकेका छन्। तर यसले आम नागरिकको जीवनमा के परिवर्तन ल्यायो त? राजनीतिक अस्थिरता, भ्रष्टाचार, अर्थतन्त्रको दुर्गति जस्ता समस्याहरू झन् बढ्दै गए। बारम्बार सरकार परिवर्तन हुँदा विकासले गति लिन सकेन। नेताहरूको भ्रष्टाचार र अकर्मण्यताले जनता आक्रोशित छन्। रोजगारीको अभाव, महँगी, विदेशी युवाहरूको सङ्ख्या वात्तै बढेको छ। सायद यिनै कारणले कतिपय नेपालीहरू अब राजतन्त्र फर्काउने भन्ने पक्षमा देखिएका छन्। अब राजतन्त्र कालमा हेर्ने हो भने केही महत्त्वपूर्ण विकासका कामहरू भएका थिए, जस्तै नेपाललाई पुरै जोड्नका लागि सडक निर्माण गरियो, जसलाई हामीले पूर्व पश्चिम राजमार्ग भनेर चिनिन्छ, र काठमाडौँ कोदारी राजमार्गको पनि निर्माण गरियो, जसले चीनसँग व्यापारलाई सहज बनाउँछ। साथसाथै नेपाललाई क्षेत्रगत रूपमा व्यवस्थित गरियो, जसले 5 विकास क्षेत्र यानि कि 5 डेभलपमेन्ट रिजन्स भनेर बुझिन्छ। र अर्कोतर्फ नेपालमा वायु सेवा निगमको स्थापना भयो, जसले गर्दै अन्तर्राष्ट्रिय हवाई सम्पर्क यानि कि इन्टरनेसनल फ्लाइटहरू सहज बन्न पुगे र राज संस्थाले नै धेरै उद्योग धन्दाहरू खोल्ने प्रयास गर्दै थियो। दैनिक हाम्रा देशका युवाहरू 9000 युवाहरू कमैया बन्न विदेश गइरहेका छन्। प्रत्येक नेपालीको टाउकोमा 1 लाख रुपियाँको ऋण भारी बोकेको छ। नेपालमा भएका कल कारखाना कसले बेच्यो? राजाले बेच्यो कि यही नेताहरूले बेच्यो? पर्साको वीरगञ्ज चिनी कारखाना 2059 साल चैत्र 7 गतेदेखि बन्द भएको थियो। अरबौंको लगानीमा तत्कालीन सरकारले जर्मनबाट उपकरणहरू ल्याई चिनी कारखाना सञ्चालन गरेको थियो। राजतन्त्र कालमा खोलिएका कतिपय उद्योगहरू गणतन्त्रपछि अस्तित्वमै रहेनन्। उदाहरणका लागि हामीले वीरगञ्ज चिनी मिल, हेटौडा कपडा उद्योग, नेपाल डेयरी उद्योग, नेपाल औद्योगिक ग्यास कम्पनी, विराटनगर जुट मिल यी सबैलाई हेर्न सक्छौँ। भ्रष्टाचार र व्यवस्थापनको कमी, निजीकरणको गलत नीति र राजनीतिक हस्तक्षेपहरू नै यी सबै उद्योगहरूको बन्द हुनुका मुख्य कारण हुन्। र जनताले अहिले सोध्न थालेका छन्, यी उद्योगहरू किन बन्द भए?
कसको लापरवाहीले यस्तो भयो त भनेर। अब राजतन्त्र फिर्ता नै ल्याउने हो भने यी उपायहरू अपनाउनै पर्ने छन्। जस्तै नम्बर 1 संविधान संशोधन, यानि कि संविधानमै गणतन्त्र उल्लेख भएकाले त्यसलाई परिवर्तन गर्नुपर्छ। नम्बर 2 जनमत सङ्ग्रह, भन्नाले जनतासँग सोधेर राज संस्थाको भविष्य निर्धारण गर्ने। नम्बर 3 राजनीतिक सहमति, यदि ठुला राजनीतिक दलहरूले सहमति जनाए मात्र परिवर्तन सम्भव छ। तर के यो साँच्चै सम्भव छ त? हरेक चिजका फाइदा तथा बेफाइदा हुन्छन्। त्यसै गरी राजतन्त्र फिर्ता आइपुग्छ भने त्यसको पनि फाइदा तथा असरहरू पक्कै पनि हुनेछन्। आउनुहोस् यसबारे चर्चा गरौँ। यदि राजतन्त्र फेरि स्थापना हुने हो भने हामीले देशमा राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, नेपालको पहिचान र सांस्कृतिक संरक्षण जस्ता फाइदा देख्न सक्छौँ। साथसाथै राजतन्त्रले नकारात्मक असरहरू पनि पार्न सक्छ। जस्तै लोकतान्त्रिक प्रक्रियामा प्रभाव पार्न जानेछ, अन्तर्राष्ट्रिय सम्बन्धमा समस्या आइपर्न सक्छ र सत्ताको एकल नियन्त्रण जस्ता समस्याहरू आइपर्न सक्छ। अब प्रश्न उठ्छ, हामी कुन बाटो रोज्ने? अब यी सबै कुराहरूको निष्कर्ष गरौँ। नेपाल अहिले ठुलो दोबाटोमा छ। एकतर्फ वर्तमान गणतन्त्रले अपेक्षित सुधार गर्न नसकेको गुनासो छ भने अर्कोतर्फ राजतन्त्र फर्काउने कुरा सजिलै सम्भव छैन। तर जबसम्म नेपालमा राजनीतिका नाममा गुण्डागर्दी, भ्रष्टाचार र अकर्मण्यता चलिरहन्छ तबसम्म देशको अवस्था सुध्रिने कुनै सम्भावना छैन। यही कारणले राजतन्त्र फर्काउने होस् या कुनै नयाँ विकल्प खोज्ने होस्, सबैभन्दा पहिले हामी नेपालीहरू एकजुट हुनुपर्छ। सत्य के हो त? के साँच्चै राज संस्थाले देशलाई सुधार्न सक्छ? के अहिलेका नेताहरूले नेपालीहरूलाई सही दिशा दिन सक्छन्? के हामीले सही नेतृत्व खोज्न नसकेका कारण देश यो अवस्थामा पुगेको हो? यी सबै प्रश्नहरू हामी सबैले गहिरो रूपमा सोच्नुपर्छ। तर एक कुरा निश्चित छ, जबसम्म हामी नेपालीहरू आपसमा विभाजित हुन्छौँ, जबसम्म हामी नेताहरूको झुटो आश्वासनमा फसिरहन्छौँ, जबसम्म हामी नेपालीहरू परिवर्तनका लागि उठ्दैनौँ, तबसम्म न त गणतन्त्र सफल हुनेछ न त राजतन्त्र फर्काउन सकिनेछ। यसका लागि हामी सबै नेपालीहरू मिलेर उठ्नुपर्छ। हाम्रो देशको भविष्य हामी आफैले तय गर्नुपर्छ, किनकि देश नेताहरूले होइन जनताले बनाउँछन्। थ्याङ्क यू फर वाचिङ।